गेस त्यो भनेर भन्यो नि त। हेलो वेलकम टु आवर च्यानल। आज चाहिँ हामी दुईजना बुढाबुढी चाहिँ च्यालेन्ज गेम खेल्दैछौँ। आर एक्साइटेड? एक्साइटेड त अलिअलि एक्साइटेड। आज हामी के च्यालेन्ज खेल्दैछौँ मान्छे त? बजेट गेस भन्नु। कसले जित्छलु भन्छ? बजेट त तिमीले नै जित्छौ होला नि। अब ल मैले गेस गरेको नम्बर चाहिँ यो। मैले गेस गरेको नम्बर यो। अब हजुरको बजेटमा जुत्ता आउँछ? आउँछ जुत्ता। तिमीले गेस गरेको नम्बरको सनस्क्रिन आउँछ कि आउँदैन बेबीहरूको? हाम्रो बेबीले लाउने सनस्क्रिन चाहिँ आउँदैन। हजुरको बजेटमा म नानीहरूको अटोग्ला किन्न सक्छु? झन्डै 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 आउँछ। तिमीले गेस गरेको नम्बरमा चिउरा आउँछ कि आउँदैन? चिउरा मजाले आउँछ। 1 केजी कुखुराको मासु आउँछ कि आउँदैन? आउँछ, बढी नै आउँछ। 525 हो? मिलेन। तिमीले गेस गरेको नम्बरमा 500 तल हो कि माथि हो? त्यो मैले भन्नु 500 तलै हो। 500 तल। हजुरले गेस गरेको 500 माथि छ कि तल छ? मैले गेस गरेको 500 माथि नै छ। तिमीले गेस गरेको नम्बरमा बच्चाहरूको फुलको डार्क चक्लेट जगाउनेमा किनभने आउँछ, यहाँ किनभने आउँदैन। हजुरले गेस गरेको 750 हो? नेरो पुगे जस्तो छ। तिम्रो बजेटमा बच्चाहरूलाई स्विमिङ गराउनलाई पुग्छ पुग्दैन? दुईटै बच्चालाई। दुईटा बच्चालाई पुग्दैन, एउटा बच्चालाई चाहिँ पुग्छ। बुढा छेउछेउ पुग्न आँटिसक्यो। 320? होइन हजुर अनि भियाना र हजुरलाई पुग्छ स्विमिङ गर्नलाई? पुग्छ। यसको मतलब 3जनालाई पुग्छ? तिमी 800 कट्यो। 825 हो? होइन। अब तिमीले गेस गरेको बजेटमा मैले अहिले भनेको नम्बरभन्दा तल कि माथि हो? माथि हो। त्यसो भएदेखि त्यो अड नम्बर हो कि इभन नम्बर हो? अड हो। अड हो। अहिको छेउछाउ भइसिन्छ। त्यही त 825 ए 325। त्यो मैले जितेँ। गेस त्यो भनेर भन्यो नि त। 320 भन्ने बित्तिकै मलाई भएको थियो कि। गेस गरेको कति हो? मैले त 860। मैले नि पुग्न त खोजेको चाहिँ 800 भन्दा। त्यही भएर यस मैले जितेँ। मैले जितेको।